जनताले पत्याइसकेका छ कि मेरो सेवक भनेको जगदीश छेत्री हो। यसपालि तपाईलाई जनताले पक्कै पनि पत्याउँछ, एकदम पत्याउँछ, 100% एकदम 100% भने यहाँ आउनुपर्छ। अन्त तपाईँ जानुहुन्न, यो क्षेत्रबाट तपाईँ चुनाव लड्नुपर्छ। तपाईँतिर फेरि केही अधुरा कामहरू र हाम्रा केही सपनाहरू छ, त्यसलाई साकार पार्नुपर्छ भनेर आदेशै दिएको। मैले कालो पत्रो गरेका छु र कतिपय रोडहरूलाई ग्राइडेल गरेका छु र धेरै जसो ठाउँमा मैले रोड मन्दिर र मक्तब निर्माण गरेका छु। जो सम्पर्क भयो र जो बाँकी छ त्यो अहिले कि जोका त्यो छ, त्यसमा कसैले केही थप्नेवाला आजसम्म देखिले गर्दाखेरि मलाई आत्मविश्वास छ कि म यहाँको सन्तान हो, यो मेरो घर हो। यो घर मलाई आफै बनाउनु पर्छ र यहाँका अहिले तपाईँ घर दैलो गरिराख्नु भएको छ, जनताको समस्या कति बुझ्नुभयो? सायद मलाई लाग्छ तपाईँ पनि टेलिभिजन मार्फत या अनलाइनको खबरबाट आउनु भएको हो। अहिले 2-3 घण्टा पछि मैले तपाईँलाई समय दिन चाहेको हो। समस्या अनन्त छ, तर म प्रतिको गुनासो सायद कसैले सुन्नु भयो। दर्शक पनि यहाँहरूलाई जानकारी गरौँ, यति बेला हामीसँग हुनुहुन्छ नेकपा एमालेको तर्फबाट सुनसरी क्षेत्र नम्बर 4 बाट उम्मेदवारी दिएका जगदीश प्रसाद सुसेत, यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। यो क्षेत्रको जन्मिएको मान्छे, यहीँको धरतीपुत्र हो। त्यसले गर्दाखेरि पहिलो हक र पहिलो अधिकार मेरै बन्छ यो आफ्नो ठाउँलाई बनाउनको लागि मेरो उम्मेदवारी। दोस्रो कुरा के हो भने अहिले मुलुकको विषम परिस्थितिमा छ। यो विषम परिस्थितिमा भइरहेको अवस्थामा आज चौतर्फी देशमाथि हमला भइरहेको छ। राष्ट्र रक्षाको निम्ति पनि, नेपाल आमालाई जोगाउनको निम्ति पनि, यो देशको एकता अखण्डतालाई कायम राख्नको निम्ति र यो देशको जुन संविधान अहिले लिक भन्दा बाहिर गएको छ त्यसलाई लिक बनाउनको निम्ति, मुलुकलाई एउटा शान्ति प्रदान गर्नको निम्ति पनि मेरो उम्मेदवारीको जरुरी हो। तेस्रो पोइन्टमा भन्ने हो भने म विगतमा 2074 सालमा यहाँ प्रदेश सभाको सांसद भएर निर्वाचित भएको थिएँ र त्यो बेलामा मैले 3.5 वर्ष सांसद मन्त्री भएर बसेँ, उद्योग प्रतिनिधि मन्त्री। त्यो बेलामा मैले यो निर्वाचन क्षेत्र नम्बर 4 मा अर्बौं रुपियाँको प्रयोग ल्याएका छौँ, बजेट ल्याएका छौँ। त्यसमा एउटा सबभन्दा राम्रो राष्ट्रिय स्तरको राष्ट्रिय गौरवको योजना रिप्लेसमेन्ट सेन्टर छ, फन पार्क छ, अनि त्यसमा धेरै रोडहरू मैले कालो पत्रो गरेका छौँ र कतिपय रोडहरूलाई ग्राइडेल गरेका छौँ र धेरै जसो ठाउँमा मैले रोड मन्दिर गुम्बा र मक्तब निर्माण गरेका छौँ। जो सम्पर्क भयो र जो बाँकी छ त्यो अहिले कि जोका त्यो छ, त्यसमा कसैले केही थप्नेवाला आजसम्म मैले देखिनँ। मैले हारेपछि फेरि 79 को चुनाव मैले लडे, हारेपछि चुनावीबाट जित प्राप्त गरेका अहिलेको वर्तमान सांसद र अहिलेको बिचमा भएका अरू निकायका पदाधिकारीहरूले कहीँ चट्टै केही गरेका छैन। त्यसले गर्दाखेरि मलाई आत्मविश्वास छ कि म यहाँको सन्तान हो, यो मेरो घर हो। यो घर मलाई आफै बनाउनु पर्छ र यहाँका अहिले तपाईँ घर दैलो गरिराख्नु भएको छ, जनताको समस्या कति बुझ्नुभयो? सायद मलाई लाग्छ तपाईँ पनि टेलिभिजन मार्फत या अनलाइनको खबरबाट आउनु भएको हो। अहिले 2-3 घण्टा पछि मैले तपाईँलाई समय दिन चाहेको हो। समस्या अनन्त छ, तर म प्रतिको गुनासो सायद कसैले सुन्नु भयो। यस्तो अब निर्वाचनको बेलामा घर दैलो गरिराखेको छ, तर निर्वाचित भइसकेपछि खुट्टा पनि टेक्न गाउँमा आउँछ है। त्यो त मसँगको त्यो प्रश्नै छ, किनकि सबैले के बुझिरहेको छ, म गाउँमा खुट्टा टेक्न होइन, गाउँमा कसैको बिहे भयो त्यहाँ पनि जान्छु, कसैको घर पूजा भयो त्यहाँ पनि जान्छु, कोही हाम्रो इष्टमित्र नाता गोताका साथीभाइका कोही मान्छेको मृत्यु भयो भने त्यसको श्मशान घाटसम्म म जान्छु। त्यसले गर्दाखेरि मसँग त्यो प्रश्नै हुँदैन, किनकि मेरो मूल घर यही हो, म यही जन्मिएको हुँ। त्यसले गर्दाखेरि म घर आउनेदेखि लिएर जनताको घर गहिरोमा पनि निरन्तर गइरहने मान्छे हो। दोस्रो के हो भने म नेकपा एमाले केन्द्रीय कमिसनर र सुनसरीको इन्चार्ज भएको नाताले हाम्रो पार्टी जीवन्त छ, क्रियाशील छ। त्यो क्रियाशीलताको हिसाबले पनि हाम्रो पार्टीकै प्रोग्रामहरू कुनै महिना छुट्दैन, महिनौ महिना हामीले गाउँघर टोलमा कार्यक्रम लिएर जान्छौँ, जनताको सुख दुःखमा जान्छौँ र अघि बताए जस्तै सबै सामाजिक काममा मेरो उपस्थित हुन्छ, सबमा म आफूलाई उपस्थित राखेको हुन्छु। त्यसले गर्दाखेरि मसँग कहीँ कुनै कोणबाट यस्ता क्वेसनहरू आएको छैन र सायद मलाई लाग्छ आउँदैन। यो प्रदेशभरिको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुँदाखेरि कुनै जिल्ला, यो प्रदेशको कुनै जिल्ला मेरो बजेटबाट विमुख छ। जिल्ला त छोडिदिनुहोस्, पालिकाको नै विमुख छ। यो शिव चौकदेखि लिएर दिनपुर बोर्डर यो कटानको बाटो बनाए
अनि त्यसपछि तपाईँ भन्नुहुन्छ भने मैले जुन बाटोबाट तपाईँ यता आउनुभयो नि पूर्वपट्टि त्यो ढलाइ बाटो मैले निर्माण गरेँ। त्यसपछि भन्ने हो भने त्यो जुदगन चोकबाट पूर्व के अरे दक्षिण जाने जुन सिमानाको अन्तिमसम्म छ, टोलको अन्तिमसम्म छ, त्यो बाटो पनि मैले साझेदारीमा बनाएको। त्यसमा स्थानीय तहको साझेदारी र मेरो प्रदेश सरकारको साझेदारीबाट त्यो निर्माण गरेको हो। र अहिले चमुवा चोकबाट मासतिर 2 नम्बर वार्डको 3 नम्बर वार्ड हुँदै 2 नम्बरको सिमानामा जहाँ कोशी के अरे कोशी गणतन्त्र आरक्षसम्मको सिमाना जोड्ने बाटो हो, बाटो त्यो बाटो पनि मैले साझेदारी हो स्थानीय तर म प्रदेश सरकारको के देख्नुहुन्छ। तपाईँको जित कतिको निश्चित छ? मेरो जित सायद यो आज तपाईँले मसँग र मेरो पछाडि लागेका मेरा अभिभावकहरू, मेरा शुभचिन्तकहरू, मेरा समर्थकहरू, मेरा पार्टीका कार्यकर्ता र नेताहरूको उभार र लगनशीलताले तपाईँ आफै महसुस गर्नुभयो होला कि मेरो जित 100% छु। तपाईँ निर्वाचित भइसकेपछि जनताको समर्पित भएर काम गर्न सक्नुहुन्छ? म टेस्टेड मैन छु। म जनताको बिचमा परीक्षा दिइसकेको छु। जनताले पत्याइसकेका छ कि मेरो सेवक भनेको जगदीश कुशेत हो। यसपालि तपाईँलाई जनताले पक्कै पनि पत्याउँछ? एकदम पत्याउँछ, 100% पत्याउँछ। किनकि मैले भने जनताको माझमा मैले संसदीय फाँटमा पनि गएर गरेका उल्लेखनीय कामहरूको एहसास र महसुस तमाम जनताहरूलाई छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई छ। त्यसर्थ यो क्षेत्रका आदरणीय दाजुभाइ दिदीबहिनीहरूले मलाई एकदम 100% तपाईँ यहाँ आउनुपर्छ। अन्त तपाईँ जानुहुन्न, यो क्षेत्रबाट तपाईँ चुनाव लड्नुपर्छ। तपाईँ जितेर फेरि केही अधुरा कामहरू र हाम्रा केही सपनाहरू छ त्यसलाई साकार पार्नुपर्छ भनेर आदेशै दिएको, त्यो आदेश अनुसार मैले जनताको सेवामा आफूलाई समर्पित गरेँ।